हेलो साथीहरू सबैजनालाई दर्शक नमस्ते अनि मलाई चिन्नुहुने सम्पूर्णलाई लसो फेफला। आज हामी मामा भान्जा र मेरो चाहिँ साइनोले चाहिँ भतिज, तर हाम्रो मामा चाहिँ सबैको मामा, इन्टरनेसनल मामा हैन मामा। आज चाहिँ हामी गाई गोरु सार्नको लागि जाँदैछौँ। अब धान पनि यस्तो हरियाली भइसकेको छ, धान पनि यस्तो हरियाली भइसकेको छ हैन मामा। पहिला कस्तो थियो है, मकै हुँदाखेरि उजाड थियो हैन, अब अहिले यस्तो हरियाली भइरहेछ। मामा के भन्न चाहनुहुन्छ हाम्रो भिडियो यस्तो हेर्ने सम्पूर्ण साथीहरूलाई? के भन्न चाहनुहुन्छ? यस्तो भिडियो हेरेर लाइक कमेन्टहरू गर्नु होला। त्यस पछाडि के कसो हो, अब हरियाली भएको छ, पहिले यस्तै थियो। हाम्रो गाउँ यस्तै छ साथीहरू, हरियाली छ, धानको खेती। यतिखेर पानी लाउने, कोही कोही ठाउँमा युराहरू मल लगाउने भइरहेको छ र युरा पनि खासै आएको छैन। जब युरा मलको पुरा हामीलाई चाहिएको हुन्छ त्यतिखेर चाहिँ युरा मल चाहिँ पाउँदैन। पाइहाल्यो भने पनि अब भित्रभित्र आफ्नो मान्छे अनि आफ्नो मान्छेहरूलाई चाहिँ भित्रभित्र दिने चलिरहेको हुन्छ। हामी जस्तो किसानहरूले चाहिँ पाउने भनेको त्यो गाईको मल त हो। अनि फेरि युरा लाउने बानी भएपछि गाईको मलले केही कामै गर्दैन। यस्तै छ है साथीहरू, हरियाली यस्तै छ। आज अब 12 बजे है, अनि गाई भैँसीलाई अलिक घाम लाग्छ। अनि अब भैँसीलाई पानीको आवश्यक हुन्छ, नुहाउनु पर्ने हुन्छ, गाईलाई शीतलको आवश्यक हुन्छ। एकदम धेरै गर्मी छ साथीहरू, एकदम धेरै गर्मी छ। अनि मामाजी, अनि पहाडको के भन्ने हुन्थ्यो नि हिजो? पहाडको मिठो रक्सी अनि तराईको माछा तारेर रक्सीसँग खाँदाखेरि कति आनन्द आउँदो रहेछ, कति मिठो, कति राम्रो। फेरि यता हाम्रो दाजुले चाहिँ घाँस पनि लिएर आइसक्नु भएको छ। हाम्रो तराईमा चाहिँ यस्तै छ है साथीहरू, यस्तै छ। म पनि धेरै दिन पछाडि बाख्राहरू भ्लग बनाउनु खोजिरहेको छु, किनभने अब घरि अब वर्ल्ड कप चलेर पनि खासै बनाउनु पाइरहेको थिइनँ। त्यसको बादमा फेरि मेरो मम्मी खस्नुभयो, मेरो मम्मी बित्नुभयो, त्यही भएर खासै धेरै अनलाइनमा ब्लगमा आउनु पाइरहेको छुइनँ। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट अनि गर्नु होला, लाइक सेयर गर्नु नबिर्सनु होला भन्न चाहन्छु है त साथीहरू। हामी चाहिँ यही बगरमा पगालाउँछौँ, ठोक्छौँ गाईबस्तुहरू। अब तपाईँहरू पहाडबाट हेर्नुहुन्छ भने पहाडबाट थाहा भएन होइन, मधेसबाट चाहिँ यस्तै हो, काँसबारीमा ठोकिन्छ। त्यतिखेर साथीहरू यस्तै छ है, यस्तै छ। अब हामी लगभग खोला आइसकेका छौँ। खोला देख्नुहुन्छ, डाँस खोला, यो हाम्रो डाँस खोला हो। अब जतिजना चिन्नुहुन्छ गाउँ ठाउँकोले चिन्नुहुन्छ डाँस खोलालाई, जतिजनाले अब चिन्नु भइरहेको छैन हेर्नु होला, तपाईँहरूको त्यो ठुलो होला। अनि हाम्रो गाई यहीँ छ, हाम्रो गाई चाहिँ गर्मी भएर फ्या भइरहेछ। भैँसी थोरै मास्तिरहेछ। अब म खोल्न लागेको गाईलाई।